घाम यस्तो छ चितवनमा देख्न सक्नुहुन्छ घाम। असार साउन अरे मध्य बर्खा अरे यस्तो छ सुक्खो गाडीहरू। अहिले चाहिँ स्कुलहरू छुट्टी हुने टाइम भइसकिसक्यो है। स्कुलहरू छुट्टी हुने टाइम भइसकिसकेछ। यतिखेर चाहिँ म चाहिँ भिडियो स्टार्ट गरिरहेको छु र यस्तो छ मेन रोड हो यो रोडबाट चाहिँ काठमाडौँ जाने यताबाट जान्छ नै यो चितवनको मान्छेहरू। यो चाहिँ मेन रोड हो। योमा हामी बजार सजार जानु पऱ्यो, हस्पिटल जानु पऱ्यो भने यही बाटो जान्छौँ। माथि सरकारी हस्पिटल भरतपुर क्यान्सर अलिक पर हो। क्यान्सर हस्पिटलको गेट अलिक पर छ, 2 नम्बर गेट, 1 नम्बर के गेट हो। अनि म चाहिँ यहाँ उभिएर चाहिँ भिडियो गरेको क्या अलिक शीतलमा बसेर, किनभने गर्मी ज्यादा छ। अनि गर्मी ज्यादा तपाईँहरूकोतिर चाहिँ के कस्तो गर्मी छ कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ गर्मी चाहिँ ज्यादा नै छ भन्नुपर्छ। यस्तो धेरै गर्मी छ के भनेर है। हुनु चाहिँ पहाडको मान्छेलाई यता होइन चितवन तराई क्षेत्रमा चाहिँ ज्यादै गर्मी हुँदो रहेछ। राति पनि सुत्नै सकिँदैन, गर्मी ज्यादा भएर फेनले पनि काम नगर्ने होइन बाह्रको घरमा। त्यो माथि यस्तो जस्ता हालेर चाहिँ यस्तो हालेको छ नि त, त्यही भएर चाहिँ त्यो धेरै जस्ताहरू तात्तिर पनि होला, ज्यादै गर्मी हुने के यता। त्यो भएर चाहिँ यसो काम नभएको बेलामा मैले पनि भिडियो मेरो यो पहिलो योभन्दा अगाडि मैले 2टा भिडियो छोटो क्लिप हालेको छु है। अब चाहिँ भिडियो जस दिनकै आउने छ, मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला, गर्न चाहिँ नभुल्नु होला लाइक कमेन्ट होइन। अनि भन्न चाहन्छु अनि तपाईँहरूकोतिर कतिको गर्मी छ, कसले कहाँदेखि हेर्नुहुन्छ पक्कै पनि कमेन्ट गर्नु होला है भन्न चाहन्छु। म पनि तपाईँहरूकोतिर तपाईँहरूको हेर्नेछु र गर्नेछु। अनि सबैजनाले कमेन्ट र लाइक सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु होइन। अनि त्यो भएको कारणले अब देखाइदिउँ न त होइन सबै यहाँको भनेर यसो तपाईँहरूमाझ मैले भिडियो ल्याउन कोसिस गरेको छु। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। अनि र अब अहिले चाहिँ बेलुका पनि भइसकेको छ, सबै स्कुलहरू पनि छुट्टी भएर गइसकेको छ होइन। गइसकेको छ भन्दा पनि आधी चाहिँ अब यहीँ अगाडि स्कुल छ नि त, त्यही भएर थाहा हुन्छ कि अब स्कुल छुट्टी भइसक्यो बेलुका भएछ भन्ने कुरा। अब के भन्छ मोबाइल हेरेर पनि थाहा हुन्छ, घडी हेरेर पनि थाहा हुन्छ हुनु चाहिँ। तर र पनि जस अहिले गाडी गयो नि त यहाँ गाडी सुत्यो नि, त्यही भएर चाहिँ मैले स्कुल छुट्टी हुने बेला भएर चाहिँ मैले घडी नहेरिकन भिडियो स्टार्ट गरेँ हो कि। त्यो भएर चाहिँ अब अल्छी लाग्छ के गर्नु भने त्यसो सोच है भिडियो बनाउने, यसो तपाईँहरूलाई पनि होइन जानकारी हुन्छ र मलाई पनि उयो हुन्छ भनेर चाहिँ मैले बनाएको। अब चाहिँ दिनकै भिडियो आउनेछ, हेर्दै गर्नु होला भन्न चाहन्छु है। अनि र अब अलिक बनाउन जानेन के भयो, तपाईँहरूले हेर्नेलाई अलिक मजा आएन भने यसो कमेन्टमा भन्नु होला, यस्तो गरेर बनाउनु नि यस्तो गरेर बनाउनु, म त्यही अनुसारले बनाउने छु है। आज चाहिँ मेरो यो मैले बोलेर हालेको भिडियो चाहिँ मेरो पहिलो है, पहिलो भन्दा पनि पहिल्यै हो। किनभने योभन्दा अगाडि चाहिँ मैले पोखरा गएको सानो क्लिप मैले मोबाइलमा त्यही खिचेर राखेको थिएँ, त्यो हालेको थिएँ मेरो साथीसँग भेट भएको। अनि मलाई पनि के भन्छ हट लाग्यो नि त यसो भिडियो सिडियो हाल्ने बनाउने भनेर, त्यही भएको कारणले चाहिँ मैले बनाएको हो। सबैजनाले माया गरिदिनु होला है भन्न चाहन्छु र अपडेटहरू पनि दिँदै जाने नै छु है। म चाहिँ हाल चाहिँ चितवन है भरतपुर 15मा छु भन्नुपर्छ होइन। अब भन्दै जाँदा तपाईँहरूलाई थाहा भइहाल्छ नि मेरो बारेमा के कस्तो भनेर होइन। त्यही भएको कारणले सबैजनाले सब्सक्राइब र लाइक चाहिँ गर्नु होला भन्न चाहन्छु है त। अब फेरि तपाईँहरूलाई म एक दृश्य देखाउँदैछु, यो चितवनको दृश्य होइन, मौसम भनौँ न मौसम देखाउँदैछु, सो हेर्नु होला है त। अघि चाहिँ घाम चाहिँ टिलिक्कै थियो, अहिले घाम हल्का गएको छ। तर र पनि यस्तो चराचुरुङ्गीहरूलाई पनि भुइँमा बस्ने उयो छैन क्या, यस्तो बर्खा भएर पनि त्यो लास्टै आत्तिरहेको हुन्छ क्या। सो हेर्नु होला है त यहाँको भ्यू चितवन भरतपुर 15को ध्यान देख्न सक्नुहुन्छ। यहाँतिरको मान्छेहरू त कोही पो बाहिर निस्किँदैन त हौ।
कोही बाहिर निस्किँदैन यहाँतिरको मान्छेहरू त। अलिक अँधेरो अँधेरो आउँदो रहेछ, यता चाहिँ अँधेरो आउँदो रहेछ, जस यता चाहिँ उज्यालो उज्यालो राम्रो आउँदो रहेछ। हरियाली चाहिँ हरियाली मौसम छ है। त्यहाँ तल एउटा तरकारीको गाडी कराउँदैछ, जस म तरकारीको गाडी पनि हेर्दैछु। यस्तो छ। हामीले चाहिँ मम्मी चाहिँ यता बसिराख्नु भएको छ। लु मम्मी फेरि पनि हेलो गरिदिनु, हेलो गर्नु, हेलो। गर्मीले बसी साध्यै छैन यहाँ भन्नु न। म चाहिँ मोबाइल हेर्दैछु, गर्मीले बसी साध्यै छैन, लुगा उचाल्दै बस्नुपर्छ। अम्बक फले, त्यो त यो त अम्बक त के हो, बोटमै सुकेर जान आँटिसक्यो त। यहाँको घामले ठुलो हुनै पाउँदैन। मकैहरू यस्तो छ। भिडियो खिच्दै खिच्दै जाऊँ न। हामी पहिला बसेको घर चाहिँ ऊ पराको हो यो। जिन्दगी रमाइलो छ चितवन जिल्लामा। उही उपर त उयो निस्केछ। यहाँबाट घुमेर सट्टै निस्केर तरकारी के पाउँछ किनेर जानुपर्छ घरतिर। आज शीतल भएर चाहिँ आमा छोरी चाहिँ टक्क निस्किएको भिडियो बनाउँदै निस्किएको। गाईहरू हेरिदिनु है हाम्रो भिडियो। सबैजनाले हेर्दैछ नि त मम्मी, यहाँ हेर्दैछन् के कतिजनाले हामीहरूलाई। कहाँ हिँडेकोलाई यी आमा छोरी भन्दै होलान्। तिलको बोट मम्मीले देख्नु भयो होइन कि देख्नु भएको छैन? नानी भएछ तिलले नानी बोकिरहेछ। तिलले नानी बोकेको अरे मम्मीले भन्नुभएको। यो तिल फलेकोलाई नानी बोकेको भन्दै हुनुहुन्छ। जिरोमा खिच्दा पनि कस्तो नराम्रो आउँदो रहेछ। हामी चाहिँ एक ब्राउन रोटी पोल्न आँटिसक्यौँ है घरबाट निस्केदेखि। खास हामी तरकारी किन्नलाई निस्केर हिँडेको बर्खाको मासमा। के गर्नु, आफ्नो बारी छैन, अर्काको बारीमा फलेकोहरू किनेर खानुपर्छ। सबै चिज किन्यो खायो त राम्रा राम्रा। टक्क लाएर अब हामी पर पुग्छौँ है। कस्तो दामी फुल हो। तिल चाहिँ दह्रो फलेको छ यतातिर। तिल यतातिर लाएर हामी अगाडि आइसक्यौँ। कस्तो कालो आयो त यस्तो आएको हामी चाहिँ। हिँड्दैछौँ तरकारी किन्नलाई। मम्मी यता हुनुहुन्छ। बाटो कस्तो दामी छ हौ फुल चाहिँ। वाउ नाइस। ल मम्मी चाहिँ फुल लाएर यहाँनिर शीतल ताप्दै बसेको। सब्जी भेटिएन नि मम्मी? भेटेन।
बिचरा मम्मी सब्जी भेटिएन हामीहरूले यस्तो यता चाहिँ उज्यालो आउँदो रहेछ हौ यो के हो हावाले बटारेर उतै पुऱ्याउँदो रहेछ कस्तो यता चाहिँ कालो आउँदो रहेछ हौ बादल लागेर हो कि यता पनि कालो आउँदो रहेछ यता मात्रै उज्यालो आउँदो रहेछ अब चाहिँ हामी फर्कियो यस्तो घुमेर मम्मी चाहिँ हिँड्दै हुनुहुन्छ मम्मीको हिँडाइ मरत छ फेरि एकैपट्टि फर्केर कस्तो राम्रो फुलेको हो फुलहरू चाहिँ होइन